हेलो, स्वागत छ फेरि पनि नयाँ भिडियोमा। आजको भिडियोमा चाहिँ हामी क्याश फ्लो स्टेटमेन्टको बारेमा कुरा गर्दैछौँ, जुन चाहिँ कक्षा 12 मा 8 मार्क्समा आउने गर्छ। यो एकदमै महत्त्वपूर्ण युनिट अन्तर्गत पनि पर्छ र 8 मार्क्सको लागि एउटा सजिलो युनिट पनि हो। यो युनिटमा हामीले विशेष गरी क्याश फ्लोको डाइरेक्ट मेथडको बारेमा कुरा गर्दैछौँ। आज चाहिँ हामी 2080 को सेट पिक्यूमा आएको क्वेशनको सोलुसन आजको भिडियोमा हामी गर्दैछौँ। सबैभन्दा पहिला चाहिँ हामी क्वेशनले दिएका इन्फर्मेसनको बारेमा कुरा गर्छौँ। अब यो क्वेशनलाई हेर्नुभयो भने क्वेशनले चाहिँ के इन्फर्मेसन दिएछ भने फलोइङ फिगर आर टेकन फ्रम 2021 एन्ड 22 ब्यालेन्स सिट अफ अ कम्पनी। है, कुनै एउटा कम्पनीको चाहिँ 2021 र 22 को ब्यालेन्स सिट हामीलाई दिएको छ र तल केही एडिसनल इन्फर्मेसनहरू दिएका छन्। सबभन्दा पहिला हामी ल्याबिलिटी साइडमा हेरौँ। ल्याबिलिटी साइडमा चाहिँ के दिएको छ भने सबभन्दा पहिलो छ क्रेडिटर्स। क्रेडिटर्स हाम्रो 21 बाट 22 मा जाँदा बढेको छ। क्रेडिटर्स कहाँ जान्छ भन्दा हामीले क्रेडिटर्सलाई अपरेटिङ एक्सपेन्सेस भित्र देखाइन्छ। अर्को एक्सपेन्सेस ड्यू भन्ने कुरा दियो। एक्सपेन्सेस ड्यू आउटस्ट्यान्डिङ पेबल भनेको हाम्रो यो पनि अपरेटिङ भित्र जान्छ। त्यसपछि रिटेन अर्निङको कुरा दिएछ। रिटेन अर्निङलाई हामी डाइरेक्ट मेथडमा केही पनि गर्दैनौँ, यसले विशेष गरी क्याशमा कुनै पनि इफेक्ट गर्दैन। त्यसपछि अर्को कुरा लोन दिएछ। यसरी लोन मात्र भन्यो भने यस्तो खालको लोन जहिले पनि के हुन्छ त भन्दाखेरि यस्तो खालको लोनलाई हामी लङ टर्म लोन मानिन्छ, त्यही भएर यो फाइनेन्सिङ एक्टिभिटी भित्र जान्छ भने अर्को शेयर क्यापिटल दियो, यो पनि फाइनेन्सिङ एक्टिभिटी भित्र जाने भयो। अर्को डेप्टर्स दिएछ। डेप्टर्स हामीले जहिले पनि अपरेटिङ भित्र देखाइन्छ, स्टकलाई पनि हामी अपरेटिङ एक्टिभिटिज भित्र देखाइन्छ र क्याश भनेको हाम्रो फाइन्डिङ हामीले लास्टमा चाहिँ ओपनिङ क्याश र क्लोजिङ क्याशको कुरा गर्छौँ। अर्को फिक्स एसेट्स दिएको छ। फिक्स एसेट्स अथवा इन्भेस्टमेन्ट यी दुईटा कुरालाई हामी जहिले पनि कहाँ शो गर्छौँ भन्दा इन्भेस्टिङ एक्टिभिटिज भित्र। अब एडिसनल इन्फर्मेसन हेरौँ त। एडिसनल इन्फर्मेसन सेल्स दियो हामीलाई। सेल्स फर द इयर 2022 को हो यो। सेल्स भनेको हाम्रो कति दिएको छ भन्दा 1 लाख दिएको छ। त्यसपछि कस्ट अफ गुड्स सोल्ड 80,000। अपरेटिङ एक्सपेन्सेस इन्क्लुडिङ इन्ट्रेस्ट एक्सपेन्सेस 4,000 भने अपरेटिङ एक्सपेन्सेस 26,000 दिएछ है, जो भित्र चाहिँ इन्ट्रेस्ट एक्सपेन्सेस पनि रहेछ 4,000। हामी दुईटालाई छुट्टा छुट्टाएर देखाउँछौँ। त्यसरी नै फिक्स एसेट्स पर्चेज भन्यो। फिक्स एसेट्सको माथिपट्टि दिएको इन्फर्मेसनलाई हेर्नु परेन, किनकि तल हामीलाई फर्दर इन्फर्मेसन एडिसनलमा दिएकै छ। फिक्स एसेट्स पर्चेज गरिए रहेछ कति भन्दा 29,000 र हाम्रो क्याश डिभिडेन्ड पनि पेड गरे रहेछ। क्याश डिभिडेन्ड चाहिँ कति दिएछ 7,000, जुन चाहिँ हाम्रो फाइनेन्सिङ एक्टिभिटिज भित्र जान्छ। र यसरी हामीलाई रिक्वायर्डमा के भन्यो भन्दा क्याश फ्लो स्टेटमेन्ट युजिङ डाइरेक्ट मेथड, र हामीले चाहिँ डाइरेक्ट मेथडबाट क्याश फ्लो स्टेटमेन्टको सोलुसन गर्दैछौँ। अब हामी जान्छौँ सोलुसनतिर। हामी सबैभन्दा पहिला क्याश फ्लो स्टेटमेन्टको फर्मेट हेर्ने हो भने फर्मेटमा पार्टिकुलर्स, डिटेल्स र एमाउन्ट हुन्छ र यो फर्मेटमा हामीले सबभन्दा पहिला कुन एक्टिभिटिजलाई देखाइन्छ त भन्दा हामी पहिलो चाहिँ एमा हामीले के एक्टिभिटी देखाइन्छ भन्दा क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटी। क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज। सबभन्दा पहिला हामीले क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटिजलाई देखाइन्छ र अब हामी अपरेटिङ एक्टिभिटिज भित्र पनि अपरेटिङ एक्टिभिटिजलाई पनि हामीले विभिन्न भागमा विभाजन गरेर हेर्छौँ। सबभन्दा पहिला चाहिँ हामीले के गर्छौँ भन्दा क्याश कलेक्सन फ्रम कस्टमरलाई हेरिन्छ। क्याश कलेक्सन फ्रम कस्टमर र यसमा हामीले दुईटा नाम याद राख्ने भनेका छौँ, एउटा यस अर्को डी। अब यो क्याश कलेक्सन फ्रम कस्टमरमा यस र डी लाई याद गर्ने। यस र डी मा चाहिँ हामीले के कुरा भनेका छौँ भन्दा यस भनेको के हो भन्दा सेल्स र डी भनेको हामीले केलाई देखाइन्छ डेप्टर्सलाई। तर डी मा डेप्टर्स मात्र नभनेर डेप्टर्स, एकाउन्ट रिसिएबल, बिल्स रिसिएबल, नोट्स रिसिएबललाई पनि याद गर्ने है र सेल्सबाट क्रिएट हुने प्रोभिजन फर ब्याड डेटलाई पनि हामी यही देखाइन्छ। यसरी हामीले यी दुईटालाई आधार मानेर यति धेरै कुरा याद गर्न सकिन्छ। पहिलो सेल्स, दोस्रो डेप्टर्स। डेप्टर्स भित्र पनि के आउने भयो भन्दा डेप्टर्स, एकाउन्ट रिसिएबल, बिल्स रिसिएबल, नोट्स रिसिएबल र सेल्स गर्दाखेरि हाम्रो सेल्स उधारोमा गरिएको थियो, त्योबाट पैसा उठेन भने त्यसलाई ब्याड डेप्ट भनियो। भनेपछि प्रोभिजन फर ब्याड डेप्ट पनि हाम्रो यही भित्र पर्छ। सबभन्दा पहिला एडिसनल इन्फर्मेसन नम्बर 1 मा दिएको इन्फर्मेसन हेरौँ त। हामीलाई सेल्स भनेर दिएको छ। सेल्स कति दिएको छ भन्दाखेरि सेल्स हामीलाई 1 लाख दिएको छ। सेल्स
पहिलो कुरा के आयो सेल्स। त्यसपछि अर्को कुरा हामी हेर्छौँ डेप्टर्स। डेप्टर्स भनेको हामीलाई यहाँ दिएको छ एसेट्समा। डेप्टर्सलाई कुन साइडमा दिएको छ एसेट्समा। अब यहाँ डेटर्सलाई हेर्ने हो भने डेटर्सको इन्फर्मेसन यहाँ थोरै मैले हेरेँ 2021-22 यहाँ मैले थोरै लेखेँ। अब यो हेरौँ त 21 मा कति दिएको छ भन्दाखेरि यो 21 मा 15,000 दिएको छ र 22 मा 10,000 दिएको छ। यसरी हामीले हेर्यौं भने यहाँ हामीलाई यो ब्यालेन्स सिटको कुन साइडमा दिएको छ एसेट साइडमा हैन। र हाम्रो रुल के छ भने यदि एसेट्स बढ्छ भने यसले क्याश घटाउँछ अर्थात क्याश माइनस हुन्छ हैन। एसेट्स घट्यो भने चाहिँ क्याश बढ्छ यसले चाहिँ हाम्रो क्याश प्लस गराउँछ। त्यसरी नै ल्याबिलिटिजको कुरा गर्ने हो भने ल्याबिलिटिज बढ्यो भने क्याश पनि बढ्छ क्याश प्लस हुन्छ। त्यसरी नै ल्याबिलिटिज घट्यो भने ल्याबिलिटिज पनि क्याश पनि घट्छ र यसले क्याश माइनस गराउँछ। यो हाम्रो विशेष गरिकन क्याश फ्लोमा हामीले यो रुललाई चाहिँ विशेष याद राख्नुपर्छ। अब यहाँ डेप्टर्स हेर्यौं भने डेप्टर्स 21 बाट 22 मा जाँदाखेरि के भयो डिक्रिज भयो। कतिले डिक्रिज भयो भन्दा 5,000 ले डिक्रिज भएको छ। र यो डेप्टर्स कुन साइडमा छ भन्दा ब्यालेन्स सिटको एसेट साइडमा छ हैन। छुटाउन पनि सजिलो भयो एसेट्स हो कि ल्याबिलिटिज हो हामीलाई कन्फ्युजन नै भएन। अब यहाँ हेर्यौं भने के छ भन्दा एसेट्स हो एसेट चाहिँ के भयो डिक्रिज भयो। एसेट डिक्रिज भयो भने क्याश के हुँदो रहेछ प्लस हुँदो रहेछ। कतिले डिक्रिज भयो भन्दा 5,000 ले। भनेपछि यहाँ लेख्दाखेरि यसरी लेख्नु पर्यो डिक्रिज इन डेटर्स। डेटर्स चाहिँ डिक्रिज भयो कतिले भन्दाखेरि 5,000 ले डिक्रिज भयो र एसेट डिक्रिज भयो भने क्याश चाहिँ हामी पोजिटिभमा लेखिन्छ। अब एकाउन्ट रिसिएबल बिल्स रिसिएबल नोट्स रिसिएबल छन् भन्दा हामीलाई क्वेशनले यो इन्फर्मेसन दिएको छैन। त्यसरी नै अरु प्रोभिजन फर ब्याड डेट भन्ने कुरा पनि हामीलाई दिएको छैन। भनेपछि हामीलाई यहाँ दिएका इन्फर्मेसन यति मात्र हुन्। यी दुईटालाई जोडियो भने कति हुन्छ 1,05,000 र यो 1,05,000 लाई हामीले यसरी जोडेर देखाउने। अब बी मा हामी केलाई देखाइन्छ भन्दा पहिलो त कलेक्सन भयो दोस्रोमा पेड गरिन्छ क्याश पेड टु सप्लायर। कसलाई पेड गर्ने भन्दा सप्लायर्सलाई। र यसमा के याद राख्ने भन्दा तीनटा कुरा हामीले यसमा याद राख्नुपर्छ। पहिलो सीसीआई है। पहिलो सी भनेको के हो त भन्दाखेरि पहिलो सी भनेको कस्ट अफ गुड्स सोल्ड हो। पहिलो सी भनेको के हो कस्ट अफ गुड्स सोल्ड। पहिलो सी भनेको कस्ट अफ गुड्स सोल्ड हो। कस्ट अफ गुड्स सोल्ड भनेको हामीले खरिद गरेको सामान खरिद गरेको जुन बिक्री गरियो त्यो सामान खरिद गरेको मूल्यलाई कस्ट अफ गुड्स सोल्ड भनिन्छ। खरिद गर्दाखेरि के हुने भयो क्याश जाने भयो त्यही भएर यसलाई सधैँ नेगेटिभमा राख्ने है। त्यसपछि हाम्रो नेक्स्ट कुरा के आउँछ भन्दा अर्को सी आउँछ। अर्को सी भनेको क्रेडिटर्स हो। अर्को सी भनेको क्रेडिटर्स हो। क्रेडिटर्सलाई नि यसरी नै हेर्नु। क्रेडिटर के छ भने पहिलो वर्षमा 29,000 छ भने दोस्रो वर्ष जाँदाखेरि 21 बाट 22 मा जाँदा 32,000 भएको छ। 29 बाट 32 हुनु भनेको 30 31 32 3,000 ले इन्क्रिज भएको छ। भनेपछि के भयो यो इन्क्रिज भयो। भनेपछि इन्क्रिज लेख्नु पर्यो इन्क्रिज इन क्रेडिटर्स। क्रेडिटर्स भनेको कुन साइडमा छ भन्दा ल्याबिलिटी साइडमा छ। बढ्यो भने के हुन्छ क्याश पनि बढ्छ। त्यही भएर यहाँ यो 3,000 के भयो भन्दा प्लस भयो प्लसमा राख्नु पर्यो। र अर्को भनेको आई। आई भनेको के हो भन्दा आई भनेको इन्भेन्ट्री भन्न खोजेको। तर इन्भेन्ट्रीलाई सधैँ इन्भेन्ट्री नभनेर इन्भेन्ट्री स्टक क्लोजिङ स्टक भनेर जे पनि दिएको हुन सक्छ। त्यो मध्ये हामीलाई के दिएको छ हेर्ने। एसेट साइडमा दिन्छ। एसेट साइडको सेकेन्डमै हामीलाई स्टक भनेर दिएको छ। जुन चाहिँ स्टक हेर्ने हो भने 30,000 बाट 20,000 भएको छ। भनेपछि डिक्रिज भयो डिक्रिज इन स्टक। यो के भन्छ भन्दाखेरि घटेको छ। स्टक चाहिँ घट्यो भने यहाँ हामीले के भन्छौँ एसेट्स घट्यो भने क्याश के हुन्छ प्लस हुन्छ। कति भएको छ भन्दाखेरि 30,000 बाट 20,000 हुँदा 10,000 ले घट्यो। 10,000 ले घट्दाखेरि क्याश प्लस हुने भयो। एसेट्स घट्दा क्याश चाहिँ बढ्छ प्लस हुन्छ भनेकै छौँ। र अरु कुरा जस्तो सीसीआई मा चाहिँ पहिलो सी भनेको कस्ट अफ गुड्स सोल्ड नै भयो। सेकेन्ड सी भनेको क्रेडिटर्स। क्रेडिटर्समा हामीले क्रेडिटर्स मात्र नहेरेर एकाउन्ट्स पेबल बिल्स पेबल नोट्स पेबललाई पनि हेरिन्छ। अब त्यो क्वेशनमा हामीलाई ती इन्फर्मेसन यहाँ दिएको छैन। दिएछ भने हामी फेरि यही तल
त्यसलाई सो गर्नुपर्छ। अब ती कुराहरू दिएको छैन है। अब हाम्रो यति नै भयो। यसमा चाहिँ हाम्रो यो 80,000 नेगेटिभ भयो, यो दुईटा पोजिटिभ, नेगेटिभबाट पोजिटिभ घटाउँदा कति हुन्छ भन्दा 80 बाट 3000 घट्दाखेरि 77, 77 बाट 10 घट्दाखेरि कति भयो 67,000 भयो, तर नेगेटिभ। अब सीमा जाउँ। सीमा चाहिँ के छ भन्दा क्याश पेड नै हो। कसलाई भन्दा क्याश पेड टु इम्प्लोइ, क्याश पेड टु इम्प्लोइ एन्ड अदर एक्सपेन्सेस, अब यसमा के याद राख्ने भन्दा यसमा याद राख्ने के जान्छ भन्दा दुईटा ओ र एउटा पी लाई याद राख्ने। पहिलो ओ भनेको के हो? पहिलो ओ भनेको अपरेटिङ एक्सपेन्सेस। अब यहाँ अपरेटिङ एक्सपेन्सेस हामीलाई दिएको छ। अपरेटिङ एक्सपेन्सेस कति दिएको छ भन्दा क्वेसनमा हेर्नुभयो भने अपरेटिङ एक्सपेन्सेस 26,000 दिएको छ। कति दिएको छ 26,000, तर के भनेको छ इन्क्लुडिङ इन्ट्रेस्ट 4,000 भनेको छ। अब यो 4,000 जुन इन्ट्रेस्ट छ नि त्यो इन्ट्रेस्ट पनि हामीले अपरेटिङ एक्टिभिटिज भित्रै देखाउने हो, तर इन्ट्रेस्टलाई छुट्टै देखाइदिने। त्यही भएर अपरेटिङ एक्सपेन्सेस चाहिँ एक्चुअलमा इन्ट्रेस्ट बाहेकको जुन अपरेटिङ एक्सपेन्सेस छ त्यसलाई मात्र यहाँ देखाइदेऊ। इन्ट्रेस्ट काट्दिने, इन्ट्रेस्ट पनि यही भित्र छ भनेपछि इन्ट्रेस्टलाई हटाउने हो भने कति हजार मात्र यहाँ देखाउन पाइयो 22,000 मात्र देखाउन पाइयो हैन। अर्को ओ भनेको के हो भन्दा आउटस्ट्यान्डिङ एक्सपेन्सेस। आउटस्ट्यान्डिङ भनेको तिर्न बाँकी खर्च अर्थात् लायबिलिटिज हो। आउटस्ट्यान्डिङलाई आउटस्ट्यान्डिङ मात्र नभनेर आउटस्ट्यान्डिङ पेबल र ड्यू एक्सपेन्सेस पनि भन्छ। भनेपछि यहाँ आउटस्ट्यान्डिङ भन्ने बित्तिकै यो ओ भन्ने बित्तिकै आउटस्ट्यान्डिङ मात्र याद नगरे केलाई याद गर्नु पर्यो आउटस्ट्यान्डिङ ड्यू अथवा पेबल भनेर दिएको हुन सक्छ। यहाँ हामीलाई एक्सपेन्सेस ड्यू भनेको छ। आउटस्ट्यान्डिङ भनेको ड्यू एक्सपेन्सेस भनेर दिएको छ। ड्यू एक्सपेन्सेस चाहिँ पहिलो वर्षबाट दोस्रो वर्षमा जाँदा बढेको छ। बढ्यो भने हामीले यहाँ के भनेर लेख्ने इन्क्रिज भनेर लेख्ने। इन्क्रिज इन ड्यू एक्सपेन्सेस। ड्यू एक्सपेन्सेस के भएको रहेछ बढेको रहेछ। ड्यू एक्सपेन्सेस भनेको लायबिलिटी साइडमा छ, बढेछ भने क्याश पनि बढ्छ अर्थात् प्लस हुन्छ। कतिले बढेछ भन्दा 2000 बाट 3000 भयो, 1000 ले बढेछ। अब पहिलो ओ अपरेटिङ एक्सपेन्सेस भयो, दोस्रो ओ आउटस्ट्यान्डिङ एक्सपेन्सेस भयो, तेस्रो पी भनेको के हो त भन्दा प्रिपेड एक्सपेन्सेस हो। प्रिपेड एक्सपेन्सेस हामीलाई यदि क्वेसनले दिएको छ भने ब्यालेन्स सिटको एसेट साइडमा दिन्छ। एसेट साइडमा हाम्रो प्रिपेड एक्सपेन्सेस भन्ने छैन। र अपरेटिङ एक्सपेन्सेस भनेको जहिले पनि नेगेटिभ हुन्छ। यो कुरालाई याद राख्ने। अपरेटिङ एक्सपेन्सेस भनेको जहिले पनि नेगेटिभ, किनकि खर्च हुँदाखेरि हामीसँगबाट क्यास जान्छ, त्यही भएर यसलाई नेगेटिभमा राख्ने। यो पोजिटिभ भइहाल्यो र यसको क्याल्कुलेसन गर्ने हो भने यो 21,000 हुने भयो तर नेगेटिभ। अब हाम्रो यो जुन 4,000 लाई हटाइएको थियो त्यो 4,000 लाई हामी यहाँ डी मा इन्ट्रेस्ट एक्सपेन्सेस भनेर देखाउने। इन्ट्रेस्ट एक्सपेन्सेस अथवा पेड भनेर देखाउन सकिन्छ। इन्ट्रेस्ट एक्सपेन्सेस। इन्ट्रेस्ट एक्सपेन्सेस भनेको इन्ट्रेस्ट हामीले 4,000 तिरेको रहेछ भनेपछि 4,000 तिरियो भने हामीसँगबाट 4,000 रुपैयाँ क्यास गयो। यहाँ पनि 4,000 क्यास नेगेटिभ हुने भयो। अब अन्य कुराहरू जस्तै अर्को के हुन सक्छ भन्दा यहाँ देखाउनु पर्ने ट्याक्स पेड दिएको छ भने ट्याक्स पेडलाई पनि यही देखाइन्छ। बैंक ओभरड्राफ्ट दिएको छ भने बैंक ओभरड्राफ्टलाई नि यही देखाइन्छ। अदर इन्कमहरू केही छन् भने ती इन्कमहरूलाई पनि हामी यही देखाइन्छ। तर हामीसँग अरू कुनै पनि इन्फर्मेसन यहाँ क्वेसनले दिएको छैन। छैन भनेपछि हाम्रो यही नै के भयो त भन्दा ए को फाइन्डिङ भयो। यसलाई चाहिँ हामी ए भनेर लेख्छौँ र ए मा के भनेर लेख्छौँ भन्दा नेट क्याश फ्लो। यसलाई चाहिँ नेट क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज, अपरेटिङ एक्टिभिटिज भनेर लेखियो। र नेट क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज कति हुने भयो त भन्दाखेरि अब यिनीहरूलाई जोडौँ त। यो भयो 25,000, 25 यो भयो 32, 92, 92 8 प्लस 5 गर्दाखेरि 13,000 हाम्रो नेट क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज आउने भयो। नेट क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज कति आयो 13,000 आयो। तपाईले क्याल्कुलेसन गर्नु होला। अब हामी जान्छौं सेकेन्डमा। अब हामी सेकेन्डमा चाहिँ केलाई शो गर्छौं भन्दा बी मा चाहिँ हामी क्याश फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटिज, इन्भेस्टिङ
एक्टिभिटीजलाई सो गरिन्छ इन्भेस्टिङ एक्टिभिटीज। अब यो क्याश फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटीजलाई मैले चाहिँ एकदम सर्टली याद गर्नलाई एफआई पनि भन्छु। एफआई भनेको यहाँ फिक्स्ड एसेट्स र इन्भेस्टमेन्टलाई हामी यहाँ सो गरिन्छ भनेर सर्ट फर्ममा एफआई याद राख्ने। एफआईमा पहिलो एफ भनेको फिक्स एसेट्स र आई भनेको के हो त इन्भेस्टमेन्ट। अब सबभन्दा पहिला फिक्स एसेट्स हेरौँ। फिक्स एसेट्स हामीलाई क्वेसनले सीधा सीधा माथि ब्यालेन्स सिटमा फिक्स एसेट्स भनेर दिएको छ, तर यसरी ब्यालेन्स सिटमा फिक्स एसेट्स अथवा इन्भेस्टमेन्ट दिएको हुँदाहुँदै पनि यदि एडिसनल इन्फर्मेसनमा हामी गएर कहाँ हेर्ने एडिसनल इन्फर्मेसनमा हेर्ने र एडिसनल इन्फर्मेसनमा यीसँग सम्बन्धित केही कुरा दिएको छ पर्चेज एन्ड सेल्स दिएको छ भने हामीले सीधा सीधा एडिसनल इन्फर्मेसनमा दिएको पर्चेज एन्ड सेल्सलाई नै सो गर्ने, माथि हेर्नु पर्दैन। तर एडिसनल इन्फर्मेसनमा त्यो सम्बन्धी कुनै पनि जानकारी दिएको छैन, पर्चेज नै दिएको छैन, सेल्स नै दिएको छैन भने हामी गएर माथि हेर्छौँ। बढेको छ भने पर्चेज भनेर लेख्छौँ भने घटेको छ भने सेल्स भनेर लेख्छौँ। अब तर यसको एडिसनल इन्फर्मेसन नम्बर 4 मा गएर हेर्नुभयो भने एडिसनल इन्फर्मेसन नम्बर 4 मा के भनेको छ भन्दा पर्चेज अफ फिक्स एसेट्स भनेको छ। पर्चेज अफ फिक्स एसेट्स कति भनेको छ 29,000। अब पर्चेज दिएको छ पर्चेज अफ फिक्स एसेट्स कति भन्दा 29,000 है। अब हामीले पर्चेज गर्यौं भने के हुन्छ भन्दाखेरि पर्चेज गर्दाखेरि हामीसँग पैसा जान्छ, कुनै पनि सामान हामीले किनियो भने हामीसँगबाट के हुने भयो क्याश जाने भयो, त्यही भएर क्याश नेगेटिभमा देखाउने। अब फिक्स एसेट्सको कुरा त भयो, इन्भेस्टमेन्टको कुरा गर्ने हो भने क्वेसनले हामीलाई इन्भेस्टमेन्ट दिएको छैन। इन्भेस्टमेन्ट दिए छैन भने यसलाई हामीले इन्भेस्टमेन्ट छैन भने सिधै यही नै हाम्रो के भयो त भन्दा नेट क्याश फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटीज भयो। यसको चाहिँ हामी बी टोटल भनेर लेखिदिन्छौँ। बी को चाहिँ टोटललाई हामीले के भनियो नेट क्याश फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटीज। अब हामी सी मा जान्छौँ। सी मा चाहिँ के भनेर लेख्नु पर्यो भन्दा सीमा चाहिँ हामीले केलाई देखाइन्छ भन्दा क्याश फ्लो फ्रम फाइनान्सिङ एक्टिभिटीजलाई क्याश फ्लो फ्रम फाइनान्सिङ एक्टिभिटीज। अब यो फाइनान्सिङ एक्टिभिटीजमा हामीले के गर्नु पर्यो भन्दा पहिला त यो कुरा याद गर्नु पर्यो कि फाइनान्सिङ एक्टिभिटीज भित्र के जान्छन् है। एकदम सिम्पल कुरा छ, सबै लायबिलिटी साइडका लङ टर्म र शेयर होल्डर इक्विटी है। शेयर होल्डर इक्विटी प्लस लङ टर्म डेब्ट यी दुईटा कुरा याद राख्ने। शेयर होल्डर इक्विटी भित्रका नि सबै कुरा जान्नन्, दुईटा कुरा मात्र के भन्दाखेरि शेयर क्यापिटल, शेयर प्रिमियम, प्रेफरेन्स शेयर, लोन, डिबेन्चर हैन र डिभिडेन्ड पेड, यस्ता खालका कुराहरू मात्र हाम्रो फाइनान्सिङ एक्टिभिटीज भित्र जाने भयो। सबभन्दा पहिला हेरौँ त यहाँ हामीलाई शेयर क्यापिटल दिएको छ। शेयर क्यापिटल पहिलो वर्ष 80,000 थियो, दोस्रो वर्ष 90,000 भएछ। यसको मतलब हामीले 10,000 को शेयर इस्यु गरे रहेछन्, त्यही भएर इस्यु अफ शेयर क्यापिटल भनियो। शेयर क्यापिटल इस्यु गरिए रहेछ, कतिको इस्यु गरे रहेछ भन्दा 10,000 को हैन। यो लायबिलिटी साइडमा छ, तपाईले यसरी नै बुझ्न सक्नुभयो। लायबिलिटीज भनेको बढ्यो भने प्लस हुन्छ। अर्को कन्सेप्ट तपाईले कसरी बुझ्न सक्नुहुन्छ भने 10,000 को शेयर इस्यु गरे सकेपछि हामीले 10,000 को शेयर बेच्या हो भनेपछि हामीसँग पैसा 10,000 आयो। त्यसपछि अर्को कुरा हामीलाई लोन दिएको छ, सीधा सीधा लोन दिएको छ। लोन चाहिँ के छ भने पहिला 50,000 थियो, अब चाहिँ 68,000 भयो। 50,000 बाट 68,000 मा पुग्नका लागि हामीले के गरियो भन्दा लोन फेरि लिकिएछ, यसलाई भनियो लोन टेकन। 50 बाट 68 हुँदा कति बराबरको लोन लिगियो भन्दा 18,000 को थप लोन लिगिएछ। यो कुरा भइहाल्यो। अब त्यसपछि हाम्रो अरु यसमा जाने कुरा कुनै पनि दिएको छैन। रिटेन अर्निङलाई अघि नै मैले भनिहाले कहीँ पनि देखाउनु पर्दैन। अर्को क्याश डिभिडेन्ड छ, क्याश डिभिडेन्ड। अब यो डिभिडेन्ड भनेको हामीले क्याश डिभिडेन्ड दिएछौं, दिँदाखेरि हामीले क्याश चाहिँ 7,000 रुपैयाँ डिस्ट्रिब्युट गरे हो शेयर होल्डरहरूलाई, त्यही भएर हामीसँगबाट 7,000 बराबरको के गयो क्याश गयो, त्यही भएर नेगेटिभ देखाउनु पर्यो। अब यो यी दुईटालाई जोडेर 7,000 घटायो भने कति हुन्छ भन्दा यो दुईटा जोड्दा 28,000, 28 मा 7,000 घटाउँदाखेरि भयो 21,000, तर पोजिटिभ 21,000। यसलाई अब के भनेर लेख्ने भन्दाखेरि यो सी को टोटल भयो। यसलाई चाहिँ सी मा नेट क्याश फ्लो फ्रम
के हुन्छ त भन्दा यो कुन एक्टिभिटी हो भन्दा फाइनान्सिङ एक्टिभिटीज। अब यसरी तीनटा एक्टिभिटीजहरुको हामीले नेट टोटल निकालिसकेपछि अब चाहिँ हामीले निकाल्छौं नेट क्याश फ्लो। नेट क्याश फ्लो, नेट क्याश फ्लो भनेको के हो भने नेट क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटीजमा क्याश फ्लो फ्रम नेटको फाइनान्सिङ एक्टिभिटीज र इन्भेस्टिङ एक्टिभिटीजलाई जोड दिने है। यो 13,000 र 21,000 जोड्दाखेरि कति भयो भन्दाखेरि यो 34,000 भयो। 34,000 मा 29,000 घटायो भने कति आउँछ भन्दा 5,000 आउँछ। यो भयो नेट क्याश फ्लो। अब यसमा एड गर्नु पर्यो। एड के गर्ने भन्दा ओपनिङ क्याश ब्यालेन्सलाई एड गर्ने। अब यो ओपनिङ क्याश ब्यालेन्स र क्लोजिङ क्याश ब्यालेन्समा अलिकति विद्यार्थीहरु कन्फ्युजन देखिन्छ। यसमा एकदम कन्फ्युज हुनु पर्दैन। ओपनिङ क्याश ब्यालेन्स भनेको पहिलो वर्ष है। यहाँ 21 र 22 दिएको छ, 2021 र 2022। यो पहिलो वर्ष भनेको 21 हो। यो भनेको ओपनिङ क्याश हो है। भने 22 मा दिएको क्याश ब्यालेन्सलाई हामी के भनिन्छ क्लोजिङ क्याश भनिन्छ। भन्छ ओपनिङ क्याश ब्यालेन्स भनेको कति दिएको छ क्वेशनमा हेर्ने क्याश भनेर ओपनिङमा हामीलाई दिएको छ 25,000। कति दिएको छ 25,000। यो भनेको ओपनिङ क्याश ब्यालेन्स भयो। र क्लोजिङ क्याश ब्यालेन्स भनेको कति हुने भयो त भन्दा क्लोजिङ क्याश ब्यालेन्स भनेको दोस्रो वर्षमा दिएको क्याश ब्यालेन्स अथवा 22 मा दिएको क्याश ब्यालेन्स भनेको क्लोजिङ क्याश ब्यालेन्स हो जुन 30,000 छ। कहिलेकाहीँ यो क्लोजिङ क्याश ब्यालेन्स नदिन नि सक्छ। दियो भने 30,000 नै दिनु पर्यो किनकि नेट क्याश फ्लो हाम्रो 5,000 आएको छ। त्यसमा ओपनिङ जोड्दाखेरि क्लोजिङ आउने हो हैन। त क्लोजिङ हाम्रो 30,000 आयो भनेसी यतापट्टि पनि हामीलाई क्वेशनले 30,000 नै दिएको छ। यसरी हामीले क्लोजिङ क्याश ब्यालेन्स क्याल्कुलेट गर्न सकियो। आजको भिडियोमा चाहिँ हामी कक्षा 12 को क्याश फ्लो स्टेटमेन्टको डाइरेक्ट मेथडबाट आएको 1080 को सेट PQ अन्तर्गतको क्वेशन सल्भ गरियो। तपाईलाई आजको भिडियो कस्तो लाग्यो आफ्नो राय प्रतिक्रिया दिन नबिर्सिनु होला। आजका लागि यति नै। हस्त धन्यवाद।